नमस्ते। आज हामी यहाँ गेस्टिङ गेम खेल्नको लागि हामी 5 जना रेडी भएर आइसकेका छौँ। अब सबैले एउटा एउटा शब्द सोच्नु पर्यो। ल हामीले सेमिका आफ्नो सोच्यौ? दिदी समीप हजुर सबै सोच्यौँ हैन? ल मैले पनि सोचेँ। ल भन। मैले कोबाट सुरु गर्ने? मेरो नन लिभिङ थिङ्स ल। नै हामीले सोध्ने हो नि त हजुरले आफै भन्ने हैन। ल लिभिङ थिङ हो कि नन लिभिङ? नन लिभिङ थिङ सोध्नु त पर्यो। घर भित्र हो कि घर बाहिर? हजुरको लिभिङ थिङ्स हो कि नन लिभिङ थिङ्स? हैन पहिला एउटाको सक्कम भने। एउटाको सकासे आउन नि राउन्डै हुन्छ। ए हो नन लिभिङ। सुरुमै नभन्ने हामीले सोध्नु। सुस्लादीको मेरो पनि नन। अब साइमाको है हजुरको खानेकुरावाला टाइपमा हो कि लाउने कुरावाला टाइपमा हो? मेरो खानेकुरा पनि होइन लाउने कुरा पनि होइन। युज गर्ने चीज हो कुनै? लाउने भयो युज गर्ने जस्तै अब लाइटहरु भयो ती युज गर्ने। युज गर्ने कुरा अनि पनि जस्तै परफ्युमहरु भयो त्यो युज गर्ने कुरा पनि होइन। सेमिकाको हाम्रो घर भित्र यता आउँदैन। यता मम्मीको पाली आउँछ। दिदीको भन के भनौं? हाम्रो घर भित्र छ कि छैन? छैन। घर भित्र छैन। अब हजुरको दिदीको घर भित्र छ कि छैन? घर भित्र जस हाम्रो वरिपरि नै हुन्छ। घरै भित्र ढोकै भित्र चाहिँ छैन। जस हाम्रो आसपास सबैको घर भित्र छ कि छैन? यस्तो सबैको घर भित्र हुन्छ। हो सेमिकाको त्यसो घर भित्र भनेर त वस्तु होइन घर भित्र राख्नेवाला। कहाँ हुन्छ? जग्गाला हुन्छ। मतलब जंगलतिर हुने हो कि त्यस्तो राख्ने खाऊ चिज होइन के मान्छेको शरीरभित्र हुने कुरा हो? समीपको घरभित्र हुन्छ नि। के बताऊ भने भयो कपाल आउँछ अहिले। ल मलाई सोध्नु मलाई के भन्नुभएको थियो अघि? कति सोध्नुहुन्छ है? तपाईँको घर यता टाँसिन्छ कि केही काममा युज गरिन्छ? त्यो युज लाइक हजुरको मकसद चाहिँ कुन फिल्डमा युज हुन्छ? डक्टर फिल्ड, डिजाइनिङ फिल्ड? डक्टर फिल्ड। सुरुमै कति राम्रो आफैले सोधेँ त मैले। डक्टर फिल्ड डक्टर केमा जान आवश्यक पनि छैन। फिल्ड अब सोधेपछि अब कहाँ जान्छ? डक्टर केमा त भनौँ न भन्दै भन्दै अब तेरो कस्तो तँलाई सोधेको त नि? हजुर घरभित्र छ भन्नु मैले छैन। घरभित्र छैन। हजुरको पनि भन्नु कहाँ मेनली प्रयोग हुन्छ? त्यस्तो हेरेर त गुरु जस्तो सोध्छु। एकदमै नराम्रो सोच्छु। अनि मामुको भन्नु न हेर्नु भाइ शरीर नहुन्न के हुन्छ बाहिरै हुन्छ। सुस्लादीको मान्छे शरीरभित्र हुन्छ? मेरो बाहिर भन्नु भयो त बाहिर हुन्छ। एउटै किन सोधिरहेको? बाहिर हुन्छ बेसेर। लाइक नेचरसँग सम्बन्धित खानेकुरा हो? नेचरसँग नेचरसँग सम्बन्धित छ। कसैको मनकुण्ड हो भने मनकुण्ड हो क्या हो? समीपको ल केसँग सम्बन्धित छ? फिल्ड के हो तिम्रो? खानेकुरा हो? खानेकुरा हो? मेरो डाइ मलाई कस्तो गिलो खानेकुरा हो कि पकाएर खानेकुरा हो कि काँचै खानेकुरा हो कि के हो? त्यो सबै तरिकाले खान मिल्छ। काँचै मान्छेले मेनली कसरी खान्छ? मान्छेले मेनली पकाएर खान्छ। च्याउ चिया के अर्को नफेर है हामीले जान्ने भएपछि। ल अब तेरो के तेरो खानेकुरा हो? लाउने कुरा हो? शरीरभित्रैको कुरा भनिस् होइन? फुली हो? कण्ठी हो? हेर्नु बुझेस् के मैले भने
अमर कुण्डको खरानी त्यो सँगसँगै होइन होमनकुण्डको आयो दाउरो अबिर होइन त्यसरी अब यसको पाल्नु होइन कुनै रुख बिरुवा हो सही भित्र हुन्छ मलाई आज कति हुन्छ कि मान्छे बस्न सिधै या खाने कोकोले हात उठाऊ के या खाने कोकोले हात उठाऊ चिया खाएर हात उठायो भने कही आइस जहिले आज यहाँ यो पनि खान्ने गर नानीको चाहिँ हामीले मिलाइसक्यौँ अब समीपको कसको मिलाइ सेमिकाको मात्रै मिल्यो हैन यहाँको मिल्यो यति फर्स्ट डाउन भन्यो यसको सम्झौता यो डक्टर हो भने एकदमै घाँस पात हो हजुर खानुहुन्न हजुरको के गर्ने चिज हो तेरो अब कुन फिल्डको डक्टर फिल्डको भन्ने छैन यो कुनै फिल्डसँग सम्बन्धित चाहिँ होइन अब तिमीहरूले टिचर यो ऊ भरेपछि चाहिँ अब त्यो डक्टरसँगै सम्बन्धित हुन्छ तुलसी पनि त डक्टरसँग भन्न मिल्दैन त कहाँ मिल्यो कहाँ तुलसी त नेचरसँग सम्बन्ध ब्लड प्रेसर चेक गर्ने हो होइन लाइक हजुरको प्रयोग गर्ने चिज हाम्रो हो घरमा सबैसँग छ प्रत्येकजना मसँग पनि छ मेरो वस्तु हो मैले प्रयोग गर्ने वस्तु हो जहिले प्रयोग गरिन्छ प्रयोग त गर्दिनँ तर तिमीसँग छ जहिले प्रयोग गरिन्छ कुन कलरको छ प्रयोग गर्छु भनेर घुसारिदिए होइन इन्जेक्सन इन्जेक्सन सबैसँग कहाँ हुन्छ कस्तो सबै गभर्मेन्टमा आउने औषधि सबैसँग हुन्छ मसँग छैन त्यस्तो डक्टरसँग सम्बन्ध हुन्छ औषधि चाहिँ होइन डक्टरसँग रहेन छैन साथै केही कनेक्टेड होला कि त्यसो त्यो कुरा बिग्रियो भने अथवा केही भयो भने त्यसको लागि डक्टरसँग जान पर्छ भन्ने कुरा हो यसो फोक्सो सोक्सो केही हो हँसिया चक्कु अब क्या डक्टरसँग जानु पर्छ चक्कुले काट्यो भने म त चक्कुको धार लाउन कहाँ हस्पिटल त हाम्रो उसको लागि त्यति आवश्यक पनि अब तेरो यसको भयो अब छोड्दै अब तेरो पालो तेरो के भन्छ मेरो त भावरको सोधियो यसले होमनकुण्डकै फराइँदै तैँले के भन्नु घर बाहिर हो होइन घर बाहिर हो तैँरो यो आँगन बाहिर कि यो आँगनबाट टाढै बाहिर हाम्रो पुच्छरको खरबारी खालि कुरा होइन कति बिति बाहिर हो र बाहिरै छ हामीले घरमा ल्याउन मिल्छ कि नै मिल्दैन कहिले पनि जहाँ हो त्यही नै बस्छ इलेक्ट्रोनिक सुन त्यो चिज जहाँ हो त्यही नै बसिरहेको यो धार्मिक सम्बन्धी हो यो बहुत अझै चियापत्ती कि काट्ने पत्ती के अरे एक ठाउँ राखेर त्यहीँ बसिरहन्छ कुलो हो एक ठाउँ राखेर त्यहीँ बसिरहन्छ लाइक राख्नुपर्छ कि स्वयं उत्पन्न स्वयं हुन्छ कि त्यही हुन्छ कि शिवलिङ्ग बिरुवा होइन घाँस घाँस सिगानका कुचबाट कति चिज सोच्छौ है सिँगार घरमा त टाढै हुन्छ आफै उत्पन्न पानीको मूल मैले भनिसकेँ भनिसक्यो अब हजुरको के भन्नुभयो अरे यही हुन्छ नि बाहिरतिर त्यही ट्याङ्की पानीको सुगाएको कपडा सुगाएको हजुरको केसँग सम्बन्धित छ त्यो हामीले कस्तो प्रयोग गर्छ मन्दिर मन्दिर पहाडी यही पहाड आइफोन भन्न सिक्यो मैले सिकाएको यो आइफोन हो यो मोबाइल हो आयो त आएन आइफोनमा चार्जै नि त खै त नि अब ल समीप बिहा खै र मेरो पाली समीपको खानेकुरा हो नि नुनिलो हुन्छ कि गुनिलो हुन्छ दुईटा बनाउन सकिन्छ पापड अघि यस्तो बनाना कस्तो नुनिलो हुन्छ कि गुलियो होइन दुईटै बनाउन सकिन्छ पापा मिठी पापा टाइप एकचोटि नुनिलो नि बनाएको थियो रोटी हो डुम्रो पानीपुरी एकैचोटि कति सो नास्ताको रूपमा खाने हो कि तरकारीको रूपमा खाने चिउरा जति बेला नि खाना त्यही नास्ता खाने कि तरकारी भात खाने बिहान र राति खाइन्छ पानीपुरी नुनिलो कहाँ हुन्छ नसुती बोल्ने क्या मिल्छ त्यसमा चिनी हालेर गराउनु मिल्छ माम
मिठी माम सबै चिनिहाल्छ होइन खिरलाई मिल्छ त्यो मिठी माम भन्ने मिठी माम पनि मिल्यो के अरे मलाई कहिले खाइने तल त हाम्रो बच्चा खाइ चिनिहाल्छ भात खाइ भुटेको भात भुटेको भात भन्नु पर्यो यस्ता बचे हामी जस्ता भर्खरको जेन्जी मान्छे अब सल्टेरीको पत्ता गर्नु पर्यो कि तेरो शरीरमै छ सबैसँग छ कि किन हामीले त्यो अहिले हाम्रो बडी सिधै बडी पार्ट सोध्नु न नाक आँखा कान भन्नु बिग्रियो भने जानुपर्छ बडी पार्ट हो बडी पार्ट हो शरीरमा भएपछि बडी पार्ट्स त मान्नु पर्यो शरीरमा छ भन्नुभयो सबैसँग हुन्छ हात खुट्टा बडी पार्ट हो भन्नुभयो नि यसरी यहाँ भन्नु पहिले भन्नुपर्छ नि यसले यहाँबाट होइन त्यो सिलाएको दानी यसो गरेर स्वादमा तान्ने हो कि यहाँ छ यहाँ पहिले भने बडी पार्ट अघि नै त भन्नु पाइयो त सोध्दा त अब स्टार बस्दैन एकछिन हामी पज गर्छौँ गाइस यहाँ ल अब यहाँ तीनजना बाँकी रहेछ मेरो भइसक्यो अब तपाईको पालो हो हजुरले एउटा क्वेसनको एन्सर दिनुहोस् त्यो बडी पार्ट्स हो कि होइन बडी पार्ट्स होइन त्यसै बडी होइन पार्ट्समा त त्यो त हामीले पढ्नु बडी पार्ट्स त्यो पढ्दैन होइन शरीरको पार्ट्समा पर्छ कि पर्दैन हामीले त्यो जुन मान्छेको चित्रकला यो अङ्ग यो भनेर देखाएको हुन्छ नि त्यसमा त्यो चित्रको लागि कस्तो कुन हो सुन्नु सानीमा एउटा कुरा मात्र भन्नु त्यो बडी पार्ट हो कि होइन हो कि होइन मात्र भन्नु हाम्रो शरीरमा छ कि छैन हाम्रो शरीरमा छ मेरो पाल भ्याइयो दिदीको पाल हो मेरो पाल भ्याइयो कपालको तपाईँको पाल हो नि हजुरको के हो उत्पन्न स्वयं उत्पन्न हुन्छ नि स्वयं उत्पन्न हुन्छ एकदमै पर कति कति टाढा छ लाइक कोलपुरमा छ कि यहाँ मात्रै छ अन त गर्नु अन भइसक्यो दामी झाँक्री आफै तल हुन्छ नि त कोलपुरमा छ कि गलेका छ जताततै यहाँ छैन तर मेनली धेरै ठाउँमा हुन्छ मेनली कस्तो ठाउँमा हुन्छ चिसो ठाउँमा कि काठमाडौँमा छ लाइक त्यो ठाउँमा मान्छेले गरे के गर्छन् मन्दिरहरू पूजा गर्छन् मन्दिरहरू ब्रिज हो खेत कुन ठाउँमा हुन्छ त्यहाँ सानीमाले फोटो खिच्छन् अलिकति हिङ्स दिनु नि त अब आफूले पनि नजिक होटेल होटेल मैले कति चिज भने घरबाट बाहिर टाढा मेन होइन ल हाम्रो दहिरा पाटो तेरो हो पहिला चुक्ला अब यहाँको टाइमको मिटिङ गर्ने होइन हामी तपाईँको कपाल पनि होइन भन्नुभयो अब दिदीको पालो हो त पारिक डाँडो यसको शरीरभरि शरीरमा छ तर फाँटसँग बनिँदैन हतकेरा गरिँदो रहेछ के भन्छ यस्तो काम भन्छ ब्लड हो ब्लड पिम्पल्स ब्लड हो होइन अब मम्मीको पालो नसा हो कोठी हो कोठी कोठी नि होइन अब दिदीको के फुली हो क्या फुलीको फोटो खिच्नु पर्यो हुन्छ लाइक मान्छेले मेनली फोटो नै खिच्छन् कि त्यहाँ गएर काम गर्छ ए फोटो पनि खिचिहालौँ त्यहाँ गएर त्यहाँ गएर रमाइलो हुन्छ अनि ग्यारेन्टी छ अनि अहिले कुद नराम्रो हिँड्नु
भन्नुहुन्छ माइले हजुरको आँगन आफै उत्पन्न भएको त आँगन जमिन चाहिँ उत्पन्न भयो अनि कहीँकै सबै ठाउँमा गर न यहाँ छैन रे त नेपालमा त मैले कति राम्रो भनिदिन्छु अब यसको अब त जितिस भन अब सबैको आएर हामीले अब त भन्छ हजुरको ओठो होइन दाँतो होइन के त भन्नु अब खुट्टा खुट्टाको एउटा पैताला तार होइन निधार बेन्च निधारलाई बढी पासहरू तारेर लेख्दैन अरे यहाँ निधारको के लेख्छ लेख्दैन आँखाको पुतुल पनि लेख्छ नानी पनि लेख्छ सबै लेख्छ परेला त्यस्तो पासमा गरिँदैन भित्रको भित्र हो आन्द्रा बाहिर नै भित्रको पार्ट आन्द्रा बुढी ट्र्याकिया स्टोमक हाम्रो आँखाले सिधै यस्तै बाहिरबाट यसरी अनुहार हेर्दा ए देख्दैन भन्नु के नाति होइन अब भन्के जितिस अब त म त होइन ए भन्नु भाग्य हाम्रो त शरीरलाई अब यति मिलाइदिन्छ होइन अघि नै हेर्ने ह्याकोमा भन्नुभएको थियो नि कानेको काने खुजी झरना अनि उहाँ गाडी सिलादिदी गाडी अनि सेलिका कन्ठी समीपको भुटीमाम भुटेको भात विनर अफ दिस गेम हाम्रो विनर सविता धेरै मिलाउनु भएको चाहिँ सविता दिदी 3टा के लगातार लास्टसम्म मिलाएको चाहिँ म एउटा मैले दिदीको मिलाइदिएँ बाई बाई अब हाम्रो भिडियो कतिचोटि यहाँ हामीले पज गरेर भिडियो बनाइरहेको छौँ यहाँ यस्तै हो सिकाउँदै होस् यस्तै हो म लाइक कमेन्ट सब्स्क्राइब नगर्नु होला नगर्नु होला माया गरिदिनु नगर्नु होला